मलाई कति माया गर्छ मेरो छोराले आमामा के कोरियन चाउचाउ यति मिठो हुन्छ होइन हेलो दुईटा कोरियन चाउचाउ हेलो एभ्रिवान आज चाहिँ आमा छोराको मुकबाङ भिडियो छ मुकबाङमा के छ भने कोरियन चाउचाउ भन्छ अन्डा छ अनि मेरो फेरि चटपट छ बेबीको नि छ है बेबीले नि देखाइछिन हेर न बेबीको चाहिँ के भन्छ कोरियन चाउचाउ अन्डा छ पिरो नहालेको ल पिरो पुन्टु खाऊ म चाइनिज भाषामा बोल्छु बाबुसँग चाहिँ सुरुमा के खाने चटपट खान्छु है गाइस आफ्नै दोकान हो जति खाए आनन्द खाए ल सुरुमा खाए सुबुसु चटपट भन्दा नि मलाई त कोरियन चाउचाउ खान मन लाग्यो के बेबी मामा च्याउ नि च्याउ मामा या निजे कहाँ छ म बेबी चाहिन्छ छ म बेबी चाहिन्छ मिया गाइस खाए ल यस्तो पिरो छ वा दामी भयो बेबी हाबो हाछ उसले चाहिँ मिठो छ भन्दैछ कि यसरी रियल क्यामेरा बनाएको कस्तो दागहरू देखेछ अनुहार इग्नोर उसलाई पिरो भयो यत्तिकै यो चाहिँ मेरो लङ भ्लग हो है गाइस सबैजनाले सपोर्ट गर्नु होला मेरो चाहिँ फर्स्ट लङ भ्लग भनेको नै यही हुन्छ मलाई चटपट भन्दा नि कोरियन चाउचाउ मनपर्छ त्यस्तो चटपटमा खासै इन्ट्रेस्ट लाग्दैन सायद दोकान भएर होला है उसले देखाउँछ अरे होला अनि उसले चाहिँ देखायो मैले जे गरेँ त्यही गर्छ कि अब चाहिँ म अमलेट भन अन्डा खान्छु ल दामी भयो म टिस्यु पेपर निकाल्छु गाइस मैले बाबुलाई पानीतिर लगाएँ रे पानी खाँदैछ म चटपट पनि खान्छु ल जोस आफैले बनाए नि मिठो लाग्छ कहिले काहीँ त चम्चा चाहिँ मैले यही युज गरेँ अर्को गरिनँ पछाडिको ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गर्नु होला गाइज यस्तै गाउँ घरको घर बेबी सो हाउछु खान जाने खान सो हाउछु ल जाँदा बेबी जाँदा ल नि त म्यान खाए यस्तो स्पाइसी भएछ कि गाइज हुन्छ नि हो टान्डा उसलाई चाहिँ अन्डा खानु पर्यो अरे ऊ चाइनिज भाषा बोल्छ म चाहिँ नेपाली बोल्छु अनि मलाई पनि बाबुसँग बोल्न चाहिँ चाइनिज नै बोल्छु तर दामी चाहिँ भएको हो क्या कोरियन चाउचाउ नखाएको मैले 3-4 हप्ता भयो थियो नि किनभने म डाइटिङमा थिएँ नि त सो अब चाहिँ डाइटिङ बस्दिनँ किनभने 3-4 केजी त लस भइसक्यो अब खाइदिने फेरि बढाइदिनु पानी मैले जे गर्छु पानी खाएको अघि त्यही गर्नुपर्छ कि मेरो पुन्टुले खाऊ सानो खोज्छ फेरि पछि खाएर होला यस्तो मिठो भएको अझै कागती हाल्न पाए कस्तो मिठो हुन्थ्यो होला नि कहाँ छ म नि पुलन चाहिँ पुलन चाहिँ आज
खिलाइरह मलाई होइन बेबीले धैदिस खायो यस्तो भोक लागेको थियो नि यस्तो खाएपछि मेरो पेट डेम्म भयो अब कति केजी बन्यो ठिक्क जस्तो लाग्छ घरिघरि त अनि फेरि कसैले कति मोटो भएको भन्छन् अनि फेरि मोटाए जस्तो लाग्छ त्यस्तै हो गाइस पिरो भयो मिठो भयो नकपोया बेबी उसले चाहिँ यो नुडल्स सबै सक्दैन है गाइस अब म चाहिँ अलिकति खाइदिन्छु किनभने यसले फाल्छ धेरै खाँदैन नि त उसले भर्खरै अन्डा अनि प्राउनहरू खाएको हो प्राउन भनेको चाहिँ झिङ्गे माछा युनो सिकाइदिएको थिएँ मैले है कतिजनाले थाहा हुन्न नि त प्राउन भनेर त के भन्छ अरे त्यो नपुरा खाने प्राउन हुन्छ नि त कान भन्ने त्यो भन्ने सोच्छ नि त मलाई सानोमा थाहा थिएन प्राउन भनेको यो हो भनेर मलाई थाहा पाउँदैछु गाइज मलाई कति माया गर्छ मेरो छोराले आमामा निश्चय माया पर्छ कति माया गर्छु मेरो छोराले आफू नखाइदिन्छ यस्तो माया त कसैले गर्दैन होला है बबाल भयो बबाल चमायाङ्गा निश्चय मम्मीलाई देउको हो अरे के हेर न उसको पेट अगाडि जस्तो छ मम्मीलाई देख मम्मी पनि फुल भइसक्यो अब यहाँभन्दा बढी खान सक्दिनँ होला गाइस यो लाच्यो फेरि दिन्छ फेरि माग्छ यस्तै हो छोरा मान्छे छोरा अरे बच्चाहरू फेरि भयो म चाहिँ सक्दिनँ जस्तो है पुरै खान म चाहिँ यतिमा इन्ड गर्न पनि भएको छु गाइस हेर्नु म चाहिँ अब सकिनँ गाइस म त मर्छु होला मैले धेरै खान सक्दिनँ पहिलो कुरो त्यहीमाथि यत्रो धेरै खाएँ बेबी सो बाई बाई गाइस थ्याङ्क यू सो मच एकसम्म भिडियो हेरिदिनु भएकोमा मेरो चाहिँ यो नयाँ भ्लग नयाँ होइन कि न्यू अनि फर्स्ट भ्लग हो सबैजनाले माया गरिदिनु होला है त गाइस बाई बाई